ओके यो भिडियो चाहिँ ट्याक्क मेमोरीको लागि पछि यसो रिल्याक्स भएर हेर्दाखेरि पनि मेमोरिजहरू यसो सम्झना आओस् न भन्ने हिसाबले आज चाहिँ म अब गोसाइकुण्डको लागि प्याकिङ गर्दैछु। गोसाइकुण्ड प्लस लाङटाङ ट्रेक प्लान हो 7-8 दिनको लागि। अब प्याकिङमा के हाल्ने फर्स्टमा हाल्नुपर्ने चाहिँ खास जुत्ता हो, तर जुत्ता सुकेको छैन घाम राम्रोसँग लगाएर। त्यही भएर जुत्तालाई चाहिँ म बाहिर जुनाउँछु, त्यही भएर सबसे फर्स्ट चाहिँ यो लाङटाङ पनि भएर एउटा बाक्लो ज्याकेट चाहिँ कम्पलसरी जस्तै हो चाहिँ म पहिला प्याकिङ हाल्छु। प्याकिङ हाल्नलाई चाहिँ के अरे यो ज्याकेटहरू झाडोमा लाउनुलाई बाक्लो ट्रेक छ। जतिसक्दो स्क्विज गरेर निकालेको स्क्विज त भयो है। त्यसपछि स्वेट सर्ट बाक्लो खालको हल्का तल लाउनुको लागि चिसो कम बेलामा स्वेट सर्ट अनि स्वेट सर्ट चाहिँ दुईवटा बोकेको छु। 7-8 दिनको ट्रेक हो, त्यही भएर फेरि ओभर प्याकिङ नहोस् भन्ने पनि टेन्सन छ क्या। फेरि ओभर प्याकिङ भयो भने बोक्न मात्र चाहिँ हुन्छ। यो मजा चाहिँ परेन प्याकिङ भयो भने बोक्न मात्र चाहिँ हुन्छ। टी-सर्ट चाहिँ 3टा जति हाल्नु पर्ला, बडी चेन्ज हुने नै टी-सर्ट हो। ज्याकेट होला
अब गर्मी भएको ठाउँमै हिँड्नलाई सजिलो हुने। ओहो चार्जर सक्स छुट्टै राखौँ कि चस्मा चाहिँ दुईवटा बोकेको छु है। एउटा चट्ट चाहिँ लाङटाङ जाने भएर हिउँमा लाउनको लागि, अनि चाहिँ चट्ट लाएर अरू बेला लाउनको लागि। ठिक छ राम्रो छ। अब यो बट्टामा जाने हो एउटा बट्टा चाहिँ साइडमा झुन्डाउनु पर्ने हो। साइडमा झुन्डिन्छ। अनि पनि ल्याएको छु तयार। यो चप्पल चाहिँ यसो गोसाइँगुन्डोमा पानी परिरहन्छ, पानी परेर चप्पल लाउनु पर्छ। क्याप र मङ्की टोपी पनि भित्रै हाल्छु। क्याप चाहिँ बाहिर झुन्डाउँछु। अनि यो मोइस्चराइजर र सनस्क्रिन घामले अलि डढाउँछ भन्ने कुरा। खासै स्किन केयर गर्ने त होइन, तर हिउँमा जाँदाखेरि चाहिँ अलिक बढी नै केयरफुल हुन पर्यो। पर्फ्युम सकिन लाग्छ, यो लगाउँ कि नलगाउँ, यो नलगाउँ भारी मात्र हुन्छ। पावर ब्याङ्क अनि फोनको चार्जर, इयरपोड, यसलाई साइडमा झुन्डाउँ। कुच्चिन्छ भनेर साइडमा झुन्डाइदिँदा कुच्चियो भने त टेन्सन नि। अब बाँकी रह्यो जुत्ता। जुत्तालाई चाहिँ म के गर्छु भन्दाखेरि राम्रोसँग सुकेको छैन। आज अब गएर धुन्चेमा बस्नु हो, त्यही भएर ब्याग बाहिर राख्यो भने सुकिरहन्छ। यसलाई चाहिँ मैले चट्ट लाएर
पहिला यसो गर्छु अनि यहाँ बाँध्छु यो त कहीँ कनेक्ट हुँदैन नि त बाहिरै झुलाउनु पर्यो बोक्दाखेरि यसलाई छुट्टो चुन्न त यहीँ पर्ने हो सुतिरहन्छ स्टिक पनि छ यहाँ चस्माको लागि चाहिँ एउटा कभर खोज्नु पर्यो
ठिक छ त्यो सक्नुभयो यसको लागि भएन यसको लागि हो यो स्टप ब्याग चाहिँ यसरी रेडी भयो है कति रेडी छ खासै त छैन भागेजी यस्तै होला ब्याग रेडी भयो अब म निस्किन्छु यहाँबाट हिजोसम्म बाइकमा जाने हो त्यसपछि हामी भोलि चाहिँ हिँड्दै हिँड्दै जाने हो ल ओके अब ठ्याक्क 9:30 भयो 9:30 बजी चाहिँ म यहाँ काठमाडौँबाट निस्किँदैछु अब गुरुङगाउँमा गएर खाना खान्छु र त्रिशुलीमा गएर भतिजलाई भेट्छु त्यसपछि हामी माथि सँगै जान्छौँ यो ठाउँ चाहिँ कुकुरको लागि एकदम पपुलर हो तर आज म खाना खान्छु यहाँको यो चाहिँ ठ्याक्क यो काठमाडौँबाट यो टोखाको बाटो आउँदाखेरि चरापुर भन्ने ठाउँ यो ठाउँमा चाहिँ म ठ्याक्क जहिले पनि हिँड्दाखेरि एकछिन बसेर टक्क अडेर हेरिरहँ जस्तो लाग्छ कि यो ठाउँ चाहिँ अझ यो बादलहरू खुल्दाखेरि चाहिँ हिमालहरू मजाले देखिन्छ निलो आकाश देखिन्छ बवाल मजा आउँछ अब चाहिँ चट्ट बिद्दुरमा आएर मैले यहाँ हाम्रो भतिजलाई भेटिसकेँ अब हामी दुईजना चाहिँ सिङ्गल बाइकमा एउटै बाइकमा धुम्चेसम्म जान्छौँ अनि आज त्यहाँ बस्ने प्लान छ यो चाहिँ चट्ट रसुवा र नुवाकोटको बिचमा बोर्डरमा पर्ने बजार बेतरौती बजार यो बजारमा चाहिँ मेरो चाइल्डहुडको लगभगै 10-11 वर्ष चाहिँ मैले त्यही ठाउँमा बिताएँ त्यही भएर यो ठाउँ र अनि यो खोलासँग चाहिँ एकदम छुट्टै किसिमको एट्याचमेन्ट छ है यो चाहिँ नुवाकोटतिरको बेतरौती बजार यो चाहिँ रसुवातिरको बेतरौती बजार हामी चाहिँ ठ्याक्कै यहाँ बस्थ्यौँ पहिला यहाँबाट छेउमा एउटा घर थियो अहिले त्यो त हटाइसकेको त्यो रोड एक्सपान्सनले गर्दाखेरि यो खोला चाहिँ सिधै गएर त्रिशुली नदीमा मिसिन्छ है अब ट्याक्क धुन्चे आइपुग्यो होटल हाम्रो यही हो आजको लागि चाहिँ बेड छ अट्याच बाथरुम छ भ्यू कस्तो देखिन्छ यहाँबाट भ्यू चाहिँ यस्तो छ है एक साइडको फेरि दुई साइडको भ्यू छ यहाँ दुई साइडको भ्यू छ यता छ के भनेर तन्वीर ए अट्याच बाथरुममा तन्वीर हगिरहेछ म देखाउँदिनँ है भ्यू चाहिँ फेरि यस्तो छ नि धुन्चे बजार स्कुल 5:30 बजी उठ्यौँ अब अहिले ठ्याक्क 6:30 हुन लाग्यो अब हिँड्न पर्ने हुन्छ हाम्रो रुमबाट धुन्चेको भ्यू चाहिँ यस्तो छ है चट्टलाएर धुन्चेको भ्यू होटलबाट ट्रेक सुरु गरियो 7 बजे चट्टलाएर ए भतिज यस के छ अनि रमाइलो हुँदैछ ट्रेक भर्खर सुरु भइरहेछ कस्तो रमाइलो अहिलेसम्म के भइरहेछ अहिलेसम्म ठिकठाक अनुहार त अनि के भएको अनुहार नधोएर छेरपट्टि लाग्यो जस्तो भइरहेछ किन आएर ल
चाहिँ मिनी गोसाइकुण्ड एउटा रेड पान्डा रेड मिनी गोसाइकुण्ड हो यो चाहिँ। अब यहाँ चाहिँ एउटा बिलिफ चाहिँ के छ भन्दाखेरि माथि गोसाइकुण्ड जान नसक्नेहरू, हिँड्न नसक्नेहरू चाहिँ यहीँबाट स्नान गरेर पनि गोसाइकुण्ड पुगे सरहको पुण्य कमाउन सकिन्छ भन्ने एउटा बिलिफ चाहिँ छ। यो चाहिँ मिनी गोसाइकुण्ड खोलाकै छेउमा छ। हामी चाहिँ माथि गोसाइकुण्डकै लागि हिँड्दैछौँ। ठ्याक्क 10 बजे चाहिँ हामी देउराली भन्ने ठाउँ आइपुग्यो। देउराली यहाँ चाहिँ चिप्स ब्रेक। अघि 8 बजीतिर ब्रेकफास्ट गरेर हिँडेँ। कति 8:30 तिर होइन? हामी 8 कि 8:30? 8:30 होला। 8:30 तिर तल बेसमा ब्रेकफास्ट हान्यौँ। अब चिप्स ब्रेक। अब 2 घन्टा पछितिर खाना खाने हुन्छ भतिज। हो बिल्कुल हामी चाहिँ आइपुगेर दिन्छ हुन्छ होला। छट्ट दिन्छ आइपुग्यौँ। अब चन्दनबारी लगभग 45 मिनटमा पुग्छौँ। कस्तो फिल भइरहेछ भतिज? भवाल ठिकै रमाइलो भइरहेछ? रमाइलो। अहिलेसम्म बेकार आएछ जस्तो त लागेको छैन नि। त्यस्तो फिल गर्ने मान्छे नै होइन म। नत्र 2 जना हिँड्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि टुरमा 3-4 दिनको टुरमा के सुरु दिन चाहिँ रमाइलो हुन्छ। बवाल रमाइलो यो एउटाले यो भन्यो भने ल ल भनेर जस्तै नै हुन्छ। अनि 3 दिनको दिनमा चाहिँ एकअर्काको अनुहारदेखि रिसुक्ली जस्तो हुन्छ क्या 2 जना मात्र हुँदाखेरि। त्यस्तो त भएको अहिलेसम्म। त्यो लेभलको मान्छे परेन नि त म। त्यस्तो भयो भने त टेन्सन हुन्छ होला हाम्रो त फेरि 8 दिनको प्लान छ। तर फेरि ठ्याक्क 3 जना 4 जना भयो भने चाहिँ त्यस्तो हुँदैन होइन। एउटासँग कुरा नहुने अर्कोसँग भइरहेको हुन्छ। माइन्ड ठ्याक्क डाइभर्ट हुन्छ। 2 जना मात्र हुँदाखेरि चाहिँ बोले नि नबोले नि यहीसँग। अनि अझ थाकेर हुनुपर्छ। अनि एउटाले एउटा कुरा अर्कोले अर्को कुरा गऱ्यो भने अनि अनुहारदेखि रिसुक्नी बाह्र निस्किन्छ कि। त्यस्तो त भएको हुँदैन। त्यस्तो हुँदैन होला। ल दिम्सालाई पछाडि छोडेर हामी जाँदैछौँ। हामी चाहिँ अगाडि जाँदैछौँ माथि डाँडामा। यता मासला यता यहाँ डाँडा कहाँ हो यो? ए यता डाँडातिर। टाइम चाहिँ ठ्याक्क 12 बज्यो। 12:09। हामी 2 जना चाहिँ ठ्याक्क यहाँ आइपुग्यो चन्दनबारी भन्ने ठाउँ आइपुग्यो। अब यहाँ खाना खाने होइन त? यहीँ खाना खाने अनि जे भन्यो नि हो भन्छ। यहाँ खाना खाने अनि त्यसपछि हिँड्ने एकछिन रेस्ट गरेर। खाना खाने भने टट्ट हाम्रो चाहिँ ढिँडो आइपुग्यो। अब चाहिँ ढिँडो खाने। ढिँडो च्याउ अचार हालिदिउँ मैले। मैले लोकल अचार पनि ल्याइदियो। के को अचार हो यो? यो के रे त्यो टिकाला अचार छु। के रे दुधबाट बन्छ नि यो। के रे सोसो कि के भन्छ? फोटो खिच एउटा खाइदिएँ। ओके रेस्ट गर्ने ठाउँमै यस्तो अब यो कुहिरो नभएको कस्तो खतरा भ्यू देखिन्थ्यो होला। यहाँ कुहिरै छ।
फोटोग्राफी फुलको फोटो खिच्न जानु लाग्यो गुदेर फर्क्यो यो फुल अनि यतापट्टि यो फुलको लागि यसो मलजल नेपालीहरू एकदम प्रकृतिलाई माया गर्ने खालका छन् मलजल गरिदिन्छन् हामीले चाहिँ होइन है फेरि हिलोमा कमल फुल्छ भने यही हो केटा हो कुन चाहिँले एस्थेटिक फुल देखेको हगिदिन्छ मेरो एस्थेटिक सिन देखेको हगिदिएछ जंगल के बीच में सुअर, एक जंगली सुअर। गौर से देखिए इस सुअर को। खाएगा चिप्स चिप्स खाएगा। के जस्तो देखाएको अरे क्रिसको गुन्डा जस्तो देखाएको छ। इस दुनिया में अंधेरे को कायम करने से कोई नहीं रोक सकता मुझे भन्ने टाइपको है क्या। तर अवतार जस्तो देखाएको त निलो निलो। त्यसमा डायलग के छ? डल्लो त्यसमा डायलग के छ? ओ माई गॉड, यस्तै छ अब। गोसाइँकुण्डमा पानी परिरहन्छ, उड्नै पर्यो। ग्रिसको गुन्डा र अवतारलाई पनि शिवजीले यत्रो हिँडाएर दर्शन गर्न बोलाए। अब के गर्नु, गाह्रो छ। फिल्म चलाउन सजिलो छैन। च्यात्यो रे खै खुब चकचक गर्नु पर्ने तँलाई। ज्यानबाट त यसरी पो बाफ निस्किन्छ र, पसिनाले भिजेर चिसो भएर। रेनकोट उठाइदिएको यत्रोकै भयो पसिनाले। यो सबै ज्यानबाट उडिरहेको फेरि। अब कहाँ हो यो लौरी विनायक आइपुग्यो। अब यहीँ बस्ने आज केभन्दा बढी हिँड्दैन। अब यहाँमा लौरी विनायकमा बस्ने, भात हान्ने, तातो भात तातो भात हान्ने, यत्तिकै ल्याम। भोलि बिहान उठ्ने, हग्ने, चिया खाने, दौडिने। अनि अलिक उकालोमा स्निकर्सहरू ल्याउँछ नि, त्यो खाने। अनि बुद्ध मन्दिरतिर पुगेर ब्रेकफास्ट भयो भने, भात भयो नि हान्ने, त्यसपछि हिँड्ने। ल आज अब यहीँ लौरी विनायक आजको डेस्टिनेसन। सनसेट होटलको भ्यू चाहिँ यस्तो छ है फेरि। सनसेट हुँदैछ भर्खर। कडा यो भ्यू चाहिँ हाम्रो होटलबाट मर्निङ भ्यू देखिने।
हाम्रो होटलबाट देखिने मर्निङ भ्यू क्यामेराले त खासै जस्टिफाई गरे जस्तो लाग्दैन यो भ्यूलाई है क्यामेरामा त के हो जस्तो छ तर लाइभ हेर्दाखेरि चाहिँ बवाल देखिरहेछ बवाल यो तलको गाउँ चाहिँ ठुलो स्याब्रु हामी लाङटाङ जाँदाखेरि अब यही बाटो हुँदै जान्छौँ ठुलो स्याब्रु हुँदै अनि यहाँ चाहिँ यो छ चोलाङपाटी हामी हिजो यहीँबाट आयो तर यो भ्यू त क्यामेराले चाहिँ जस्टिफाई गर्दैन लाइभ हेर्दाखेरिको मजा छुट्टै छ ओ माय गॉड Nó nhà đang là đồ nó leo chứ. आधा घन्टा दबाई ल्याङ्गे Nhưng mà bảo đi coi. हो दौडिनुपर्छ होला आधा घन्टा The morning walk. ल अब चट्ट निस्क्यौँ हामी यहाँबाट लौरी विनायकबाट यहाँको भ्यू फेरि छुट्टै छ यहाँबाट त हिमालको चाहिँ कडै भ्यू देखिरहेछ है अब हामी चाहिँ निस्क्यौँ यहाँबाट Yang ini jembrang kyo Kazakhstan के काम दिखाइरहेको छ होला. घाम लागेपछि फेरि यहाँको भ्यू छुट्टै छ ठ्याक्कै बुद्ध मन्दिरबाट अलिकति माथि आउने बित्तिकै चाहिँ हामीले यो कुण्डको पानी बाहिर बगिरहेको दृश्य देख्यौँ यहाँ एउटा झरना चाहिँ छ एकदम बवाल देखिरहेछ झरना अब त्यहीँ तल जाने कन्डिसन त छैन परबाटै हेर्ने झरना चाहिँ कडै छ दामी छ यताबाट बगेर आएको पानी मौसम चाहिँ यस्तै छ एकैछिनमा घाम लाग्छ एकैछिनमा झ्याप्प गयो है त पछिल्लो 2 घन्टादेखि चाहिँ आधी घन्टामा पुग्छ भनेर सुनेछौँ तर 2 घन्टा भइसक्यो अझै आइपुगेको छैन होइन त भतिज Yes. अझ कति लाग्छ आधी घन्टा अब पनि आधी घन्टा है त मात्र आधी घन्टा यो भैरवकुण्ड आइपुगेपछि चाहिँ फाइनली गोसाइँकुण्ड 4380 मिटरको एल्टिट्युडमा हामी 5-6वटा आधी घन्टा सुनिसकेपछि चाहिँ आइपुग्यौँ है त ल अब चाहिँ जट्ट इभिनिङ माथि गोसाइँकुण्डमा अब यसो गोसाइँकुण्ड तालको एक राउन्ड हान्ने भनेर भतिज र म जोसिएँ अब एक राउन्ड हान्ने चट्ट लाएर ल है त राउन्ड हान्न निस्क्यौँ है त अब चाहिँ हामी चट्ट खाजा खाएर दिउँसोको
गोसाइकुण्ड ताल परिक्रमा गर्नको लागि निस्केका छौँ रणवीर भतिज र म यो ताल चाहिँ फेरि भव्य छ है ताल चाहिँ छाना चाहिँ यतापट्टि चाहिँ पूजा गर्ने स्नान गर्ने ठाउँ छ मजुरी फिर्ला सिधा लगा गोसाइकुण्डको यो होटल एरियाबाट ठ्याक्क अलिकति टाढा जस्तो एरियामा चाहिँ यहाँ छ मेन जब समुद्र मन्थनबाट विष निस्केर भगवान् शिवजीले विष सेवन गर्नु भइसकेपछि छटपडिँदै हिमालयतिर आउँदाखेरि चाहिँ यहाँ चाहिँ उहाँले त्रिशूल गाडेर पानी निकालेर आफ्नो विषलाई शान्त पारेको भन्ने किंवदन्ती सुनिन्छ है। अनि यो चाहिँ गोसाइकुण्डको पहाड। अब हामी त्यहीँ जाँदैछौँ, यहाँ जाँदैछौँ हामी। फाइनल्ली हामी चाहिँ त्रिशूल धारामा आइपुग्यौँ। जम्मा 2टा मात्र परेछ भयो ल ले हामी चाहिँ अहिले फुल टिपिरहेको छौँ होइन। ल भयो evening walk with a view like this. Oh my god, what a lovely view. Truly blessed, truly blessed. Life is amazing, guys. अब बिहानको 7 बज्यो। अब चाहिँ हामी कुण्डमा स्नान गर्न जाँदैछौँ। सक्छ नि होइन? ल ठिक छ। जाडो चाहिँ औधी नै जाडो छ। एक घन्टा बग्ने बिहान। ल अब गोसाइकुण्डबाट चाहिँ अब हामी ओह्रालो लाग्दैछौँ। लाङटाङ जाने होइन त? जाने हो। जाने हो। बिरामी भएर म त सक्दैन होला यार। बरु तलैबाट गएको भए हुन्थ्यो है। लाङटाङ जाने हो भने केटा सक्दैन अरे। अब ल ठिक छ। अब गाह्रो भएको छ भने चाहिँ यसरी धेरै पुस गर्नु पनि भएन। हेल्थलाई एकदम हेल्थ त सबसे टपमा हो फेरि होइन। बरु
हेल्दी भयो अरे पछि पनि गइन्छ के भयो र पछि लाङटाङ छुट्टै गइएला नि यो अबाङमा अनि यो अब यो पालिको ट्रेक चाहिँ हाम्रो गोसाइकुण्ड अब फर्किँदैछौँ आजको प्लान धुन्चे पुग्ने हो धुन्चेबाट कति 2 दिन लागेर आयो भने हामी अब म एकै दिनमा धुन्चे पुग्ने भन्ने प्लान हो किनकि ओह्रालो छ धेरै पुस पनि गर्नु पर्दैन सरर बिस्तारी पुगिहालिन्छ हामी उकालो चढाए जतिको रेसियोमा गयो भने पुगिन्छ पुगिन्छ मजाले मजाले खासै धेरै थाकिँदैन ओह्रालोमा चाहिँ अलिकति खुट्टाको त्यो जोइन्टहरू चाहिँ अलिकति दुख्न सक्छ बाँकी भने यस्तै हो र कस्तो भयो ट्रेक एकदम रमाइलो भयो मेमोरेबलै भन्नु पर्यो काकाले गोसाइकुण्ड घुमाउन लगेको थियो रमाइलो भयो भन्ने होला फेरि पछि हो हो अच्छा गोसाइकुण्ड गएर दिनभरि सुताइदियो सुताइदियो आया यार मेरो त टाउको दुख्यो यार कहिले यहाँ दुख्छ कहिले पछाडि दुख्छ कहिले अगाडि दुख्छ कहिले पछाडि दुख्छ यार सुत्यो भने केही हुँदैन उठ्यो भने उल्टी आउँछ यार आयो भएको कुरा बोल्नु परेन त पर्यो त्यसमै रमाइलो त हो नि आयो ठिक छ रमाइलो यही त हो नि अब सबै कुरा पहिल्यै सुरुमै प्लान गरे जस्तो भयो भने त के रमाइलो भयो त बिचबिचमा एउटा अनएक्सपेक्टेड च्यालेन्जेसहरू आएपछि पो त्यसलाई ट्याकल गर्दै अगाडि बढ्न मजा आउँछ त हो कि नै ल अहिलेलाई यहाँ भैरवकुण्ड पनि भव्य छ ठुलो छ गोसाइकुण्डभन्दा ठुलो छ है यो साइजमा चाहिँ गोसाइकुण्डभन्दा ठुलो छ तर भैरवकुण्डमा चाहिँ खासै धेरैले पूजा गर्दैन रहेछ मेन नै गोसाइकुण्ड भएको भएर होला ल अब हामी चाहिँ तल झर्दैछौँ ल अब चाहिँ ठिक्क 12 बजी चाहिँ हामी लोवर विनायकबाट खाना खाएर तल ओर्लिँदैछौँ 12 बजे अब तल झर्दैछौँ आज धुन्चेसम्म पुगिन्छ होला हामी है त कस्तो छ त गोसाइकुण्डको यात्रा रमाइलो एकदम होइन अहिलेसम्म यस्तो त भोगेकै थिएन यस्तो पानी परिरहेछ मजाले यस्तो खतरा पानी परिरहेछ केटाहरू अनि गोसाइकुण्डको यात्रा एकदम रमाइलो हुँदैछ रोमान्टिक हुँदैछ भनौँ पानी परिरहेछ भिजिरहेछौँ अब आज त्यही पनि हामी मजा लिइरहेछौँ यसमै त छ असली मजा हामी आज धुन्चे पुग्छौँ अब जुकाले पिस गऱ्यो कि क्या रगत छ त जुकाले हो क्या ल त ल अब के गर्ने यस्तै छ गोसाइकुण्ड रमाइलो हो अब बर्खाको बेलामा पानी नै त पर्ने हो नि त फेरि टाउको दुखेको छ कि छैन हो अगाडि पछाडि दुखेको छ ल ठिक छ टाउको दुखेरै ट्रेक सकिने भयो केटाको ल हामी चाहिँ 7:30 तिर धुन्चे आइपुग्यौँ गोसाइकुण्डबाट कति 8:30 बजीतिर हिँडेको थियौँ बिस्तारै आयौँ है भोलि जाँगर पनि छैन यस्तो थकाइ लागेको छ खुट्टा देखेर त्यस्तो चाहिँ आज धुन्चे नै बसिन्छ अनि भोलि काठमाडौँ पुगिन्छ अब ल त है त हिजोको थकानले मस्त सुतिएछ 10 बजी उठ्यौँ हिजो यहाँ जुक्काले पो टोकेको थियो हौ सुक्यो जस्तो छ 10 बजे छ अब उठ्नु पऱ्यो फ्रेस हुनु पऱ्यो खाना चाहिँ तल गएर खानु पऱ्यो अब
यहाँबाट अलिअलि ब्रेकफास्ट गरेर आज काठमाडौँ पुगिन्छ